तपाईहरु सन्चै हुनुहुन्छ तर मलाई चाहिँ 2-4 दिनदेखि अलिकति हैन स्ट्रेस भइराखेको रहेछ क्या मलाई थाहै थिएन हैन म चाहिँ स्ट्रेस लिइरहेको रहेछ भनेर किनभने मेरो यो मुखको मुनिबाट चाहिँ घाउ भइरहेछ कस्तो खालको भन्दाखेरि चाहिँ त्यो हुन्छ नि त्यो उल्कापिण्ड खसेपछि हैन ठक्क त्यो पृथ्वीमा क्रेटर भन्छ नि त्यस्तै क्या गोलो गोलो हैन पहिलो पहिलो सेतो सेतो हैन त्यस्तो घाउहरु आइरहेछ नि यहाँ खाना पनि खानु भएको छैन है सो यो चाहिँ किन पनि हुँदो रहेछ भन्दाखेरि यो स्ट्रेसले गर्दा रहेछ क्या अनि म चाहिँ सोच्थेँ भिटामिन B12 को कमी होला जिङ्कको कमी होला हुन त त्यो पनि सही हो त्यो कमी भयो भने पनि आउँछ तर अर्को रोल चाहिँ केले पनि खेल्दो रहेछ भन्दाखेरि स्ट्रेसले पनि खेल्दो रहेछ हैन सो तपाईहरुको जिन्दगीमा पनि धेरै स्ट्रेस छ भने नलिनुस् किनभने खुसी भएर बाँच्ने चाहिँ मान्छेको बानी हुँदो रहेछ क्या कुनै पनि कुराहरूले खुसी दिन्छ हैन तर त्यो केही सीमित समयको लागि मात्र दिन्छ तर यदि त्यो मान्छेसँग चाहिँ खुसी भएर बाँच्ने बानी छैन भने चाहिँ सो तपाईले डेभलप गर्नुपर्ने कुरा भनेको चाहिँ आफ्नो ह्याबिट रहेछ हैन खुसी कसरी हुने भन्ने कुरा चाहिँ ह्याबिट डेभलप गर्नुपर्ने रहेछ क्या स्ट्रेस लेने के लिए नहीं देने के लिए ख्याच दिन पनि हुँदैन हैन सो मेडिटेसन गर्नुहोस् राम्रो खानपान गर्नुहोस् जिन्दगी भनेको यस्तै रहेछ भनेर एक्सेप्ट गर्नुहोस् हैन भगवानलाई यतिको जिन्दगी दिइरहेछ भनेर ग्र्याटिट्युड गर्नुहोस् हैन बाबुआमालाई ग्र्याटिट्युड गर्नुहोस् बाबुआमा प्रति आभार व्यक्त गर्नुहोस् हैन आफ्नो साथीभाइ प्रति सर्कल प्रति आभार व्यक्त गर्नुहोस् यदि भन्दै आजलाई चाहिँ बाई नमस्कार।